ल जो त्यहाँनिर के चाउ छ 15 वाला लाली कि पिर्ते नमकिन छ कि नै निको हुने लाली सो वेलकम ब्याक टु माई न्यू ब्लग गाइज आजको मिनी ब्लगमा स्वागत छ। आज चाहिँ कुछ स्पेसल नै छ हैन। हाम्रो घर नजिक रहेको हैन झुलङ्गे पुलतिर घुमघाम गर्ने प्लान बनाएको छु। त्यही भएर म चाहिँ अहिले तयार भएर निक्लिसकेँ घरदेखि हैन। दाइ भाउजू हैन बहिनी तिनीहरू कहीँ अगाडि हिँडेर गइसक्यो हैन। अब कहाँ पुगेका छन् हैन पछाडि गीत गाउन जाँदैछु हिँडेर जाँदैछन्। त्यही भएर भेटिन्छन् होला सायद बाटोमा भेट्छेलान् भनेर अहिले म चाहिँ तयार हुँदैछु भइसकेँ। अब चाहिँ साइकलमा जानेछु हैन गाइज। त्यसपछि अपडेट दिइराख्ने छु भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। चाहिँ म साइकलमा छु हैन जाँदैछु। तिनीहरू चाहिँ यहाँ बाटोमा बस्दै घुम्दै ढ्याल गाइज अहिले चाहिँ म मेरो साथीको दोकानमा बसिरहेको छु। यो चाहिँ दोकान हेर्दै रहेछ हैन। एकचोटि यसो बसेर फेरि अझ जानुपर्छ भनेर उनीहरूलाई पठाएर म चाहिँ अहिले बसिरहेको छु हैन। अहिले चाहिँ म त्यहाँदेखि नि हिँडिसकेँ हैन। अब कहाँ पुगेको छ उनीहरूसँगै हिँड्दै जाउँ भनेपछि हैन। उनीहरू हिँडेर जाने खालि साइकल हैन के हिँडालेर लग्नु भनेर नहिँडालेको हैन। सो अहिले चाहिँ म जाँदैछु। फाइनली म चाहिँ यिनीहरूसँग पुगिसकेँ। यिनीहरू चाहिँ पुग्नै आँट्या रहेछन् हैन। तर बाटोमै भेटिहाले अब सँगै जान्छौँ हैन। सो यहाँ चाहिँ टिकटक पनि बन्दैछ गाइज। फाइनली हामी चाहिँ झुलङ्गेमा पुगिसक्यौँ होइन। हाम्रो टोली चाहिँ होइन त्यहाँसम्म अब कुनासम्म घुमेर त्यसपछि फोटो खिचेर के हुन्छ होइन। अनि चाहिँ घर जानु पर्ला होइन। टिकटक चालु हुँदैछ है। जो त्यहाँनिर चाहिँ झुला पनि रहेछ हेर्नुहोस् होइन। गाइज देख्न सक्नुहुन्छ पुलमा चाहिँ यस्तो भिड लागिरहेको छ होइन। त्यहाँ कुनासम्म होइन त्यो कुनादेखि यहाँसम्म होइन यस्तो भिड लागिरहेको छ होइन। यो झुलङ्गे पुल होइन बिजी पुल भन्दा नि फरक नपर्ला जस्तो छ होइन। पुरा गाडी आएर यस्तो प्याक भइरहेको छ होइन। यहाँ बाइक आउँदा चाहिँ गाडी त्यहाँनिर चिप्किएर बस्नुपर्ने छ नत्र मरिने जस्तो नि भइरहेको छ। बाइक आउँदैछ होइन कसरी बस्छन् अब पोजिसन तपाईँहरूलाई देखाउँछु। यसरी आउनु पर्दैछ। यति बिजी छ नि गाइज यो पुलमा के भन्नु के मोटरसाइकल यस्तो गइरहेछन् पालो लगाएर पालो जाँदैछन् होइन। धेरै अप्ठ्यारो भइरहेछ। यहाँनिर चाहिँ नजिकै चाहिँ इँटा भट्टी रहेछ देखाउँछु होइन। यहाँनिर चाहिँ गाइज इँटा भट्टी रहेछ। यहाँ ट्र्याक्टर फस्यो सायद। यहाँ तल चाहिँ नदी रहेछ होइन। यति यहाँदेखि मोबाइल खस्दै कस्तो होला के गाइज होइन। त्यो केही भन्नै सकिँदैन के होइन। गाइज सबै यहाँ गाडी ल्याउँदैछन्। हामी पनि के कम भने दाइ पनि मस्त साइकल कुदाउँदैछ होइन यो रोड। सो गाइज फाइनली मेरो पनि साइकल कुदाउने पाला है। साइकल देख्न सक्नुहुन्छ। अब म कुदाउने छु साइकलमा चाहिँ होइन। यहाँ चाहिँ साइकल यहाँ त मोबाइल सहित चलायो भने त साइकल पल्टिने जस्तो। सो गाइज अहिले चाहिँ म चाउचाउ किन्न पसलतिर जाँदैछु। के चाउचाउ छ 15 वाला लाली कि पिर्ते लाली र 5 चाउचाउ नमकिन छ कि नै ल 5 नमकिनलाई दियो बे। सो गाइज अहिले चाहिँ म चाउचाउ किनेर जाँदैछु होइन। कति बजे टाइम कति पारुसले एउटा पाल्न भनेको लाली निको हुने निको हुने लाली के चाहियो फिर्ती छैन यो चौच भोगा बसेलो हुने त ऊ एक दिन चौच नखाए के हुने के अला हिटो भने यहाँ कति बिजी हो रहेछ हिटा प के गाइज फाइनली हामी चाहिँ अहिले चाउचाउ खाँदैछौँ होइन। मस्त नमकिन मिसाएर अलि चाहिँ नमकिन चाहिँ सडे जस्तो छ होइन। सो
सो थ्याङ्क यू गाइज होइन आजको ब्लग यहीँ सकिन्छ। अब अर्को भ्लगमा भेट्छौँ। आजको ब्लग कस्तो लाग्यो, कुन चिजको कमी भएको छ त्यो चाहिँ कमेन्टमा लेखिदिनु होला, प्लिज कमेन्टमा लेखिदिनु होला।